यो तीनपाटक गाउँपालिका वार्ड नम्बर 2 मा घटेको घटनाको सन्दर्भमा यहाँलाई संक्षिप्त जानकारी गराउन यहाँलाई हामीले बोलाएका थियौं। मिति 2082 7 17 गते 12 बजेको समयमा जिल्ला सिन्धुली तीनपाटक गाउँपालिका वार्ड नम्बर 2 बस्ने डुकबहादुर थापाको बुहारी महिनाबहादुर थापाको श्रीमती वर्ष 40 छत्रकुमारी थापा हराएको भन्ने सूचना चाहिँ 18 गते इलाका प्रहरीकाले बेलबारीमा प्राप्त भएको थियो। सो निवेदन पश्चात हामीले खोज तलासको क्रमलाई जारी राखेका थियौं। त्यसै क्रममा मिति 82 7 21 गते अन्दाजी 12 बजेको समयमा सिन्धुलीको तीनपाटन गाउँपालिका वार्ड नम्बर 1 स्थित यो सिसो घारीमा एकजना महिला मृत अवस्थामा फेला परेको छ भन्ने सूचना प्राप्त भए पश्चात प्रहरी घटनास्थलमा गएको थियो। घटनास्थलमा वरपरका मानिसहरूलाई बोलाई उक्त मृतक लास कसको हो भन्ने सन्दर्भमा शनाखत गराउने काममा क्रममा चाहिँ त्यस 17 गते हराएको छत्रकुमारी कार्कीको लास हो भन्ने कुरा जानकारी प्राप्त भयो र उक्त लासलाई हामीले घटनास्थल जाँच लगायतका सम्पूर्ण प्रक्रिया सकेर पोस्टमार्टमको लागि चाहिँ सिन्धुली जिल्ला अस्पतालमा पठाइएको थियो। यो 24 गतेको सब परीक्षण अनुसार उक्त लासको मृत्युको कारण चाहिँ स्ट्राङ्गुलेसन घाँटी खिचेर हत्या गरिएको भन्ने कुरा डाक्टरको यो लास जाँच प्रतिवेदनमा लास सब परीक्षण प्रतिवेदनमा प्राप्त भएको अवस्था थियो। उक्त घटनामा केही शंकास्पद भएको भन्ने पाइसकेपछि हामीले 21 गतेबाटै अनुसन्धानको सिलसिला अगाडि बढाएका थियौं र सो सन्दर्भमा 4-5 जना मान्छे हामीले नियन्त्रणमा लिएको अवस्था थियो। त्यसैगरी घटनाको सम्बन्धमा हामीले पक्राउ गरेका मानिस लगायतको त्यहाँका स्थानीय बासिन्दाहरूको सबैको मानवीय सूचना र हामीले चाहिँ प्राविधिक सूचनाको विश्लेषण पश्चात जिल्ला सिन्धुली दुधौली नगरपालिका वार्ड 13 बस्ने वर्ष 31 को सूरज भन्ने सुरुवाल कामीलाई यो दाङबाट हामीले समातेको अवस्था छ। दाङको बसपार्कबाट चाहिँ घटना पश्चात भएको अवस्था थियो। दाङको बसपार्कबाट हामीले समातेर ल्यायौं र प्रारम्भिक सोधपुछको क्रममा उनले उक्त घटनाको सन्दर्भमा आफूले घटना घटाएको भन्ने कुरा स्वीकार गरेको अवस्था छ र उक्त घटनाको सन्दर्भमा जुन लेडिजको मृतकको जुन मोबाइल थियो त्यो मोबाइल हामीले 26 गते त्यही सूर्यबार कामीले लुकाएको ठाउँबाट हामीले बरामद गरेको अवस्था छ र घटनामा संलग्न भएको भनेर उनले अन्य 2 जना मानिसको नाम उल्लेख गरेको अवस्था थियो। त्यसमा एकजना उसको भान्जा पर्ने यो टंकवर कामीलाई मिति 82 7 26 गते हामीले सिन्धुलीको दुधौलीबाट फेरि नियन्त्रणमा लिइसकेका छौं र एकजना अझै फरार भएको अवस्था छ। यसरी हेर्दा उक्त घटनाको सन्दर्भमा हामीले 2 जना मानिसलाई अहिले पक्राउ गरेर अनुसन्धान गरिएको अवस्था छ र सुरज भन्ने